हेलो गाइस वेलकम ब्याक वाइबिए है र आज चाहिँ म मर्निङमा ड्युटी निस्केको है भन्नुपर्दा चाहिँ अन्त साथीलाई पर्खिरहेको थिएँ। साथी आइपुगेछ अन्त साथीसँग चाहिँ निस्किँदैछु ड्युटीमा। अन्त अहिले यसरी बोल्नु कारण चाहिँ मेरो अलिक साउन्ड राम्रो सुनेन है। सो अन्त अहिले म यसो गर्दैछु। अन्त यो स्कुटीकोले गर्दाखेरि साउन्डले राम्रो दिएन है। अन्त म चाहिँ जाँदैछु अहिले। अन्त माथि पुगिसकेको छु, खोपेको ढुङ्गा आँटिसकेको छु। पुगिसक्नु आँटेको छु भन्दा पनि पुगेँ। अब टर्निङ उसले मलाई फर्स्ट पुऱ्याइदिन्छ। अन्त उसको चाहिँ अर्को रुट हो फाटक है ड्युटी जाने। अन्त त्यही हो ल त गाइस है। म चाहिँ अहिले क्यान्टिन पुगिसकेको छु। नानाको प्रायः छ है, यहाँ जुन छ है, यहाँ श्रवण छ है। र अब म चाहिँ गेटतर्फ लाग्यो। केटाहरू यहाँ चिया खाँदो रहेछ है। मलाई चाहिँ ग्यास्ट्रिक हुन्छ कि बिहान चिया खाँदिनँ नि, तातो पानी खाइरहेको घरबाट। र गेटमा हेरौँ न है। लु है त गाइस, अब चाहिँ म आइपुगिसकेको छु है गेटतर्फ। अन्त एउटा टाटा जाँदो रहेछ यहाँबाट। अन्त यहाँनिर चाहिँ एउटा मोनिस्ट्री छ है। उतापट्टिबाट चाहिँ फ्रन्टबाट चाहिँ राम्रो देख्छ। यो चाहिँ ब्याक साइड हो है मोनेस्ट्री। यो चाहिँ स्कुल हो है, अप्पर याङ स्कुल। अन्त यो चाहिँ हाम्रो मेन गेट हो, गेट नम्बर 1। अन्त गेट नम्बर 2 अन्त गेट नम्बर 3 छ है। यो चाहिँ गेट नम्बर 1 हो। अन्त म चाहिँ पुगिसकेको छु गेट नम्बर 1 चाहिँ है। अब यहाँदेखि म चाहिँ माथिको बिल्डिङ पुग्नुपर्छ। अन्त भन्नुपर्दाखेरि चाहिँ यहाँ पसिसकेँ अब गेटदेखि भित्र है। अन्त यो चाहिँ हो टोइलेट। यो चाहिँ डल्लै टोइलेट हो है। यो चाहिँ डल्लै टोइलेट हो। अन्त यो माथिल्लोपट्टिको चाहिँ हस्टेल। अन्त म चाहिँ हेलमेट जहिले यहीँ छोडेर जान्छु नि त। साथीहरूले पनि चलाउँछ है। यो मेरो हेलमेट पनि होइन, साथीको हेलमेट हो। अन्त यो चाहिँ यहीँ छोड्छु, अरूले पनि युज गर्छ। अन्त भरे जाँदाखेरि बाइक स्कुटी केमा गयो भने बोकेर जान्छु, नभने यहीँ छोड्छु। तलबाट आउँदा कसैले साथीहरूले लिएर आइदिइहाल्छ हेलमेट है। अन्त यो चाहिँ अप्पर याङ स्कुल थियो पहिला, अहिले चाहिँ उयो भएको छ है, हस्टेल है। अन्त म यहाँदेखि उकालो जानुपर्छ। एकछिन पर्खिनुहोस्, माथि पुगौँ। ल है त गाइस, अब भने चाहिँ म चाहिँ आइपुगेँ एडमिन बिल्डिङको अगाडि है। अन्त यसो आज चाहिँ म उताबाट घुम्दै जानु पऱ्यो कि। अन्त यताबाट आएको हो। सधैँ चाहिँ म त्यो रुट लिन्थेँ नि त, रोडे रोड। त्यहाँबाट तर छेउ चाहिँ पर्छ है। तर आज चाहिँ यताको रुट लिनु पऱ्यो। कालो कालो देख्यो चाहिँ ब्याक सर्नुपर्छ यसरी है। अन्त आज चाहिँ यताबाट जानु पऱ्यो। गाइस मेरो चाहिँ अहिले भुँडी लागेछ कि हिँड्नु साह्रो पर्छ नि हो। अलिक बेसी हिँड्यो भने थाकिहाल्छ हो। उकालो चाहिँ साह्रो पर्छ। अन्त के हुँदैन, आज चाहिँ यहाँ बाख्राले बास गरेको थियो चाहिँ हगिरहेको रहेछ। अन्त यो अब एडमिन बिल्डिङमा चाहिँ दैलोहरू चाहिँ यस्तो लागेको चाहिँ साइज हेर्नुहोस् न है। यो चाहिँ मेन एन्ट्रेन्सको मेन डोर हो, यतापट्टि छ। अन्त उयोपट्टि छ दुइटा होइन। त्यहाँदेखि राउन्ड वरिपरि छ है। यही फ्लोरमा चाहिँ झन्डै थुप्रो छ। अब यहाँ अलिक अगाडि पनि छ दैलो, सेम यस्तै है। यो एडमिन बिल्डिङ चाहिँ बुद्धिज्म प्रकारले बनाएको अरे कि। यो बिल्डिङहरू चाहिँ त्यस्तो खालको छ डिजाइन नै हो। अन्त चाहिँ यस्तै पिलरहरू चाहिँ यत्रो यत्रो छ है। यत्रो यत्रो पिलरहरू छ हेर्नुहोस् त। अब यो हात छ नि यस्तो यस्तोमा चाहिँ यसरी हात पऱ्यो भने चाहिँ हात चाहिँ प्लातप्लित यस्तो खालको बनाएको छ हो। यो चाहिँ के हुन्छ भने धुलोहरू आयो भने यस्तोमा उयो हुँदो रहेछ, सफा बस्दो रहेछ। धुलोहरूले त्यस्तो अब उयोहरू पार्दैन रहेछ नि त। त्यो भएर चाहिँ यस्तो खालको गिटी लगाएको रहेछ हो। अन्त सक्नुहुन्छ उता मेरो पछाडि पनि बनिँदैछ, यस्तो बनिँदैछ परसम्म चाहिँ। अब चाहिँ ब्याकबाट देखाउँछु ल तपाईँलाई म, मेरो अन्डर देखाउँदिनँ। अन्त पर देख्नु हुँदैछ होटेलै। यो चाहिँ 3 स्टार हो कि 5 स्टार बनाउँदैछ त्यो चाहिँ होटेल चाहिँ है। ए यस्तै छ एडमिन बिल्डिङको दैलोहरू चाहिँ हो, ठुलोहरू छ। भित्रबाट बन्द गरेको छ सबै। अन्त यो त चिनिसकिहाल्नुहुन्छ यो चाहिँ के हो भनेर। यो चाहिँ हेभी लोडहरू आउँछ नि त्यति बेला युज गर्छ, हेभी लोडहरू निकाल्नुको लागि। अन्त यस्तै छ यो बिल्डिङहरू बनिँदैछ, कन्स्ट्रक्सन
यो चाहिँ टिचिङ ल्याब हो यो बनिँदै गरेको चाहिँ यो पनि यतापट्टि पनि फिनिसिङ गर्दैछ यतापट्टि त भइसकेको छ भित्र पनि टाइल्स साइल्स सबै भइसकेको छ है अन्त यो चाहिँ टिचिङ ल्याब हो अन्त अब चाहिँ म पनि पुग्नु लागेँ है यो एडमिन बिल्डिङमै हिँड्दैछु अब यो चाहिँ राउन्ड छ नि त डल्लो बिल्डिङ छ यस्तो क्लब घुम्नुपर्छ है अन्त म चाहिँ पुग्न लागेको छु अन्त फेरि तपाईँलाई देखाउनु ब्याक साइडको हो कि एडमिन बिल्डिङको मेन एन्ट्रेन्स तर यहीँ चाहिँ अहिले फ्रन्ट साइडको भइरहेको छ मेन एन्ट्रेन्स होइन देख्नु सक्नुहुन्छ नि तपाईँलाई म यहाँबाट देखाउँछु यहाँ अब यो एडमिन बिल्डर चाहिँ र यो एडमिन बिल्डिङभित्र चाहिँ अब के छ भने हेल्थ सेन्टर छ जिम हल है टिटी अन्त इन्जिनियरिङ रुमहरू भयो है त्यस्तै कन्फरेन्स रुम मिटिङ रुम हलहरू चाहिँ बनिएको छ है अन्त म चाहिँ ड्युटी आइपुगिसकेँ है मेरो ड्युटी चाहिँ यो माथिल्लोपट्टि हो यो माथिल्लोपट्टिको बिल्डिङमा है लाइब्रेरी बिल्डिङमा है अन्त अब हेरौँ एकछिन पर्खिनुहोस् होला खोइ त गाइस अब भने चाहिँ म लाइब्रेरी बिल्डिङभित्र है अन्त साथीलाई पनि छोडिदिएँ अन्त साथीलाई पनि छोडिसकेको छु अन्त यहाँ अब आएर के गर्नु छ त्यो पनि सकेँ है अन्त अब चाहिँ बाहिरतिर निस्किन्छु है अहिले चाहिँ एक्लै हुन्छु है एकछिन बेला जेनरल आउँछ त्यहाँदेखि साथीहरू हुन्छ है अब 10 बजीसम्म चाहिँ एक्लै बस्नुपर्छ त्यहाँदेखि चाहिँ साथीहरू पनि आउँछ त्यही हो है अब चाहिँ के गरिन्छ भने चाहिँ अब चाहिँ ड्युटी है अब ड्युटीमा चाहिँ भिडियो गर्दिनँ है अन्त ड्युटीमा चाहिँ ड्युटी गर्नुपर्छ भिडियो चाहिँ पऱ्यो होला है है साथीभाइ हो यसो आउँदा जाँदाखेरिको एकछिन भिडियो गरेर हालेको है तपाईँहरूले अब मैले यस्तैको भिडियो गर्दाखेरि मन पऱ्यो भने चाहिँ तपाईँहरूले प्लिज लाइक कमेन्ट सेयर गरिदिनुहोस् अन्त फलो चाहिँ जरुर गरिदिनुहोस् है मलाई चाहिँ अब फलो चाहिएको छ फलो छैन मेरोमा है अन्त फेरि स्टार्ट गरेको पुरानो चाहिँ सबै डिलिट भएछ नि त मेरो एकाउन्टहरू अन्त त्यो एकाउन्ट छैन त्यो एकाउन्टै हुनुभएको चाहिँ राम्रो हुन्थ्यो डिलिट भएर यो नयाँ एकाउन्ट छ YBA याङ गयो आदेश र त्यही भन्दै आज चाहिँ यतिमै तपाईँहरूसँग बिदा लिन चाहन्छु